केपी शर्मा ओलीले निर्वाचनको सन्दर्भमा केही सुरक्षाका चासोहरू उहाँहरूले राख्नु भएको छ र सुरक्षा को प्रत्याभूति निर्भयताका साथ चाहिँ चुनावमा भाग लिने, भोट हाल्ने र चाहिँ राजनीतिक दलहरूलाई भाग लिने वातावरण बनाउनुपर्छ। त्यो अझै बनिन सकेको हो कि अझै बढी सरकारले मेहनत गर्नुपर्छ भन्ने उहाँहरूको कुराहरू रहेको छ र उहाँहरूले सिद्धान्ततः नेकपा एमाले जनमतलाई मान्ने पार्टी हो, लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अगाडि बढ्नुपर्छ भन्ने कुराहरूमा दुविधा छैन। त्यसमा नेकपा एमाले त्यो लाइनमा चाहिँ स्पष्ट रूपमा छ। तर अहिले व्यवहारिक रूपमा चाहिँ सुरक्षाको हिसाबले चुनाव गराउन सक्ने अवस्था छ कि छैन भनेर उहाँले चाहिँ चासोहरू राख्नु भएको छ र सुरक्षाको वातावरण बनाउनु पर्यो, निर्वाचनको वातावरण बनाउनु पर्यो भन्ने उहाँहरूको कुरा रहेको छ। हामीले सरकारको तर्फबाट सुरक्षाको वातावरण बनाउने कुराहरूमा सरकार प्रतिबद्ध छ।